हातमा किताब, मनमा क्रान्ति, आँखामा उज्यालो भोलि। नेता फेरिए, भाषण फेरिए, तर सिस्टम उस्तै खोली। हामी टिकट काटेर विदेश पसिना बेचेर बाँच्ने कि यही माटोमा उभिएर इतिहास फेरि लेख्ने। युवा भनेको उमेर होइन, सोच हो, हिम्मत हो, डरको राजनीतिलाई ढाल्ने सबै भन्दा ठुलो शक्ति हो। हामी मौन बस्यौं भने दल तले जित्छ देश, हामी उठ्यौं भने सम्भव हुन्छ, सम्भव पनि। समयले हुन्छ, देश बोल्छ, अब समय हो। कुर्सी होइन, भविष्य चाहिन्छ, साँचो न्याय हो। देश निर्माण भाषणले होइन, कर्मले हुन्छ। युवाको पसिनाले नै नेपाल फेरिन्छ। कुनै हातमा कोदालो, कुनै हातमा कलम, कुनै हातमा कोडो, कुनै हातमा कलम। गन नाइ हतियार होइन, विचारले लड्ने हो। भ्रष्टाचारको चरा उखेल्ने साहस चाहिने हो। शिक्षा, स्वास्थ्य, रोजगारी नारा मात्रै होइन, युवाले बनाउने नीति हो। यो सपना मात्रै होइन, जात धर्म पार्टी भन्दा माथि देश राख्नुपर्छ। युवाको एकता नै हो जसले राष्ट्र बचाउँछ। आमाले सिकाएको इमान, बुबाले देखाएको पसिना, त्यही मूल्यले बनाउने हो देशको असली तस्बिर न। हामी फेसबुकमा देशभक्त बाहिर जान्छौँ, अब स्टाटस होइन, स्टेप चाहियो एक्सन ग्रुप। युवा उठ, अब बहाना सकियो, देश डुब्यो भन्दै हेर्ने दिन सकियो। हामी नै सरकार, हामी नै सवाल, देश निर्माणमा युवाको भूमिका सबै भन्दा विशाल। यदि युवाले जिम्मेवारी लिएन भने देश कसले लिन्छ? यदि आज हामी लडेनौँ भने भोलि इतिहास कसले लेख्छ? युवा भनेको भोलि होइन, युवा भनेको आज हो। देश बनाउने हात, त्यो हात मेरो, त्यो हात तिम्रो राज हो।